59-58 जति थियो कि सो त्यसबाट म बिस्तारै बिस्तारै 2 वर्ष त्यो बल गरेँ बिस्तारै बिस्तारै अलिअलि अभियसली त्यो एउटा टाइममा आएको थियो होइन जहाँ चाहिँ आफ्नै बडी घिनलाग्दो जस्तो भएको थियो सो हेलो नमस्ते एभ्रिवान इट्स मी वेङ देम तपाईहरु सबैजना सन्चै हुनुहुन्छ भने आशा राख्छु म पनि एकदमै सन्चै छु यार आजको मौसम हेर्नुहुन्छ भने बवाल भएको छ कि हैन पुरै हेर्नु हुस्सु नै हुस्सु लागिरहेछ लाइक दामी के मलाई यस्तै एटमोस्फियर मन पर्छ जहाँ त्यस्तो धेरै पानी पनि परिरहेको छैन थोरै सिमसिमे परिरहेछ जस्तो लागिरहेछ अनि न घाम लागिरहेछ न पानी परिरहेछ लाइक एकदम शीतल टाइपको मौसम भइरहेछ है यता के हाल खबर तिम्रो हाल खबर के छ ठिक छ हौ खाना खायौ मैं आलू खाना खायो कि नहीं खाना खाइस र म टाढा जान्ला हस् भरे भेट्छु हस् पिन्टु हस् बाई बाई गर्दैन त हात पिन्टु हात न हात भने हात तँलाई बाई बाई अब चाहिँ यसो एक राउन्ड जति सट्ट गाडी चलाइदिउँ भनेर लाग्न लागेको म चाहिँ किनभने धेरै भइसक्यो गाडी नचलाएको सो के लाग्ला भनेर डर लागेर चाहिँ एकचोटि यसो गाडी चलाइदिउँ एक राउन्ड जति यसो हान्दिउँ भनेको सो स्टार्ट भइसकेको छ गाडी फर्स्टमा चाहिँ जहिले म यसो ढोक्छु स्टेरिङ र गियर बक्सलाई ब्याक गर्नु छ अलिकति थोरै तल लानु छ लेट्स गो सो म कहाँ हिँडेको भन्दाखेरि चाहिँ जिम जान लागेको होइन 2 हप्तापछि किन भन्दाखेरि चाहिँ किन भन्न आएछ के बोले होला मैले के अरे 2 हप्ता चाहिँ किन भयो भन्दाखेरि एक हप्ता जति चाहिँ ट्रेकमै गयो कि मेरो अनि अर्को हप्ता चाहिँ लाइक ट्रेकबाट फर्किँदाखेरि एकदम थके लागिरहेको थियो क्या अनि त्यसपछि म गइनँ होइन लाइक 2 हप्ता आज सन्डे भयो आजदेखि चाहिँ रेगुलर जिम जान्छु त्यही सोचेको छु खासमा म अलिअलि घटेर आएको छु होइन घटेर देखिरह होला किनकि 77 केजीबाट अहिले 72 जति पुगेको छु अनि खासमा म ट्रेक जानुभन्दा अगाडि चाहिँ 74 थियो क्या म कटमै चलिरहेको थियो राम्रोसँग कट गरेर पुरा फुल डाइट गरेर क्लिन डाइट गरेर होइन जान्छु भन्ने सोचेको थिएँ 72-70 सम्म सो 2 केजी चाहिँ म त्यत्तिकै यो हावातालमा ट्रेक गएर हावाताल त नभनौँ त ट्रेक गएर जङ्क फुड यताउता खाएर राम्रोसँग खानेकुराहरू खान नपाएर घटिरहेको छु सो त्यो 2 हप्तापछिको आज मेरो बडी कस्तो हुन्छ भन्ने मलाई एकदम जिज्ञासा छ किनकि घरमा त अब त्यसो देखिँदैन कि मिररसँग राम्रोसँग हुँदैन प्लस बडीहरू पनि राम्रोसँग फङ्सन गरिरहेको छैन सो त्यही भएर हो आज म यसो अनि गाडी नचलाएको पनि धेरै भएको थियो प्लस पानी पनि अलि सिमसिमे परिरहेको छ कि अनि बज्न पनि कति लाग्यो भन्दाखेरि 11 बज्न लाग्यो सो 11 बज्दाखेरि लगभग 1 बजीसम्म म गर्छु जिम त्यसमा फर्किन्छु त्यही हो लेट्स सी अब आजको जिम कस्तो हुन्छ किनकि मैले सायद 2 वर्ष अगाडि नै होला जिम स्टार्ट गर्न सुरु गर्दै मैले एउटा भ्लग बनाएको थिएँ हाउ आई स्पेन्ड माई डे भनेर सो आज पनि त्यस्तै हुनेवाला छ हाउ आई स्पेन्ड माई डे इन जिम अथवा समथिङ लाइक द्याट सो लेट्स सी आज के हुन्छ सो एकदम एक्साइटेड छु प्लस यो मौसम पनि दामी भएको छ क्या जस्ट वाउ लुकिङ लाइक वाउ अझ यस्तो बेला यो माथि जङ्गलतिर डाँडातिर टक्क गाडी चलाउँदाखेरि हुस्सु लाग्छ अथवा बाइक चलाउँदाखेरि यस्तो हुस्सु लाग्छ नि होइन त्यो चाहिँ जस्ट आई लभ इट के जस्ट त्यो मेरो के भनौँ म कहाँ आएँ कुन चाहिँ दुनियाँमा आए जस्तो फिल हुन्छ क्या त्यो लाइक यस्तो ठाउँबाट होइन यस्तो धुवा धुलो गाडीको यताउता ठाउँबाट त्यस्तो ठाउँमा जाँदाखेरि चाहिँ लाइक सुपर के मेरो लागि चाहिँ एकदम दामी लाग्छ मलाई सो कतिलाई भन्छ नि बिच साइड मनपर्छ कतिलाई माउन्टेन साइड मनपर्छ सो आई लभ माउन्टेन आई एम द वान हु लभ माउन्टेन मोर देन बिच सो द्याट्स इट लेट्स गो एन्ड अब एकचोटि जिममै गएर भेट्छु म किनकि मेरो यति थियो अलिअलि यसो यताउता सो म गाडीमा कन्सन्ट्रेट गर्छु सो थ्याङ्क यू सो मच
राम 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 म घटेको यस्तो घटेछु कि मलाई फिल भएन टाइट बिजोक भयो त यार। यति केजी मैले चाहिँ पिआर 112.5 को गरेको थिएँ। रेड सी कति हाल्नु सक्छ है आज 80 केजीको कति रहेछ। आज चाहिँ मेरो चेस्ट र ट्राइसेप्सको वर्कआउट थियो। चेस्टको पम्प चाहिँ राम्रोसँग भएको छ। मेरो मेन भनेको लाइक यो घटाउनु छ कि यो हुन्छ नि एप्स पनि देखिँदैछ फेरि। सो यो मेन भनेको अनि अर्कै सोल्डर बढाउनु छ। अन्त लेगको त कुरै नभनौँ, लेग त पुरै बढाउनु छ। सो चेस्टको चाहिँ सिकिसक्यो एक्सर्साइज। अब ट्राइसेप्सतिर लाग्दैछु। आज चाहिँ के गर्छु भन्दाखेरि म सोल्डरमा एक्सर्साइज गर्छु अलिअलि अनि ट्राइसेप्स त भइहाल्छ। बाइसेप्स पनि अलिअलि गर्छु। सो लेट्स सी आज 2 हप्तापछिको पम्प कस्तो हुँदो रहेछ। घट्न चाहिँ दामी घटेको छु, लाइक नसोचेको घटेको छु भनौँ न। तर त्यस्तो धेरै इफेक्ट परेको छैन, तर अझ म जिम आएर घटेको भए चाहिँ दामी हुन्थ्यो जस्तो लाग्छ। थोरै तलमाथि भयो, केही छैन त्यसको लागि। अब चाहिँ एकदम एक्सट्रिम मतलब बिस्तारै दामी एक्सर्साइज गरेर कटमा जान्छु भन्ने सोचमा छु। लेट्स सी के हुन्छ है त। सो ट्राइसेप्स बाइक छ अब 15-20 मिनटमा ट्राइसेप्स सिद्धाउँछु होला, त्यसपछि अरू। सो अलमोस्ट 1.5 आवरमा चाहिँ आई कम्प्लिटेड माई एक्सर्साइज। सो फिल गुड। 2 हप्तापछि आउँदाखेरि पनि त्यस्तो धेरै रिग्रेट नि भएको छैन, किन मैले 2 हप्ता लस गरेँ भनेर। सो थोरै थोरै त भइरहेछ, किनकि जति मैले सोचेको थिएँ 72 केजीमा त्यति एचिभ भइरहेको छैन। सो अब फेरि कडा मेहनत गर्नुपर्छ। सो म थोरै बडी कन्डिसन हेरौँ, त्यसपछि घरतिर लागौँ। अघिको र अहिलेकोमा त्यस्तो भास्ट डिफ्रेन्स देखेको छैन त होला, तर मैले सोल्डर पम्प गरेँ, एउटा एक्सर्साइज गरेँ, अनि बाइसेप्सको अनि चेस्ट र ट्राइसेप्सको त आज एक्सर्साइज नै थियो। सो दिस इज माई बडी कन्डिसन। अझ धेरै गेन गर्नु पऱ्यो, अलिकति थोरै रिग्रेट त भएको छ, त्यही नि। लुक नाइस होइन, यही देखेको छ। सो अलिकति कन्सर्न भनेको चाहिँ मेरो अब सोल्डर नि त्यति साह्रो नराम्रो त छैन, तर काप्समा लेगको यो काप्समा एकदम धेरै कन्सर्न गर्नुपर्ने छ। सो यति नै होला मेरो। सो यही नै हो बडी कन्डिसन। सो अरू कुरा अब म घर जाँदै कुरा गर्छु। सो आजको लागि एक्सर्साइज कम्प्लिट भयो। ल अब आजको कुरा चाहिँ के छ भन्दाखेरि के भन्ने केही छ भन्ने त बिजोग भयो त यार। आज त यार जिमको मात्रै कुरा भयो है। सरी गाइज, आई एम सो सरी है। सरी ल, प्लिज मलाई माफ गरिदिनु होला। सरी ल। सो आजको कुरा गर्दाखेरि चाहिँ के भयो भन्दाखेरि अब कन्क्लुजनतिर आऊँ न होइन। अहिले चाहिँ म कहाँ जाँदैछु भन्दाखेरि चाहिँ दिदीलाई लिन जाँदैछु यहाँ हात्तीगुडातिर। सो म त्यसपछि फेरि मेरो अन्त एक ठाउँमा जाने प्लान छ, जानै पर्ने छ, त्यहाँ जानु पर्यो। सो आजको डे 1 बज्दैछ भनौँ, 1 बज्दैछ। सो बिजी हुनेवाला छ। सो कन्क्लुजनमा जाँदाखेरि चाहिँ आज चाहिँ के भयो भन्दाखेरि सो मैले एक्सर्साइज गरेँ नि आज होइन। सो मलाई त्यति धेरै गाह्रो फिल भएन कि 2 हप्तापछि आएको भनेर। सो इट्स गुड टु सी होइन। अनि अर्को कुरा भनेको चाहिँ जुन मैले 80 केजीको बेन्च प्रेस लगाएँ नि होइन, 10 रेप्स। सो मैले सोचेको पनि थिइनँ कि 10 कि 11 आई डोन्ट नो, मैले गनिनँ होइन। तर समहाउ लाइक 10 to 11 जस्तो लाग्थ्यो। अनि त्यो कुरा हेर्दाखेरि चाहिँ या स्टिल हेभ स्टामिना, इनर्जी होइन, त्यो लेभलको जुनुन छ जस्तो लाग्थ्यो। किनकि
अभियसली यो एउटा वेट घटिसकेपछि चाहिँ आफ्नो स्ट्रेन्थ स्टामिना थोरै भए नि तलमाथि हुन्छ कि होइन, त्यो कुरा चाहिँ हो। अनि त्यही भएर चाहिँ एकछिन होइन, त्यही भएर चाहिँ के हो भन्दाखेरि लागिरहेको थियो कि सक्दिनँ होला यार, कति 5 जाला भन्ने सोचेको थिएँ कसम होइन। सो त्यतिसम्म गयो कि आई फिल भेरी गुड होइन, त्योसम्मको लेभलमा जाँदाखेरि चाहिँ। अनि अर्को कुरा भनेको चाहिँ सो त्यही हो, एउटा थोरै रिग्रेट लाग्यो भन्ने कुरा, कचोटि त्यही कुरा गर्नु। सो अलिकति 2 kg चाहिँ एकैचोटि डाउन भयो कि, नो एक्सर्साइज, जस्ट एउटा ट्रेकिङले गरेर चाहिँ केजी डाउन भयो। सो इट इज नट गुड, त्यही एउटा कुरा हो। सो म चाहिँ के भन्छु भन्दाखेरि अभियसली मलाई हेर्नुभयो भने चाहिँ होइन, अब के हो जिम के हो कस्तो हो जस्तो लाग्छ होला। सो मलाई हेर्नु भने चाहिँ म कस्तो थिएँ क्या, लाइक 59-58 जति थिएँ कि। सो त्यसबाट म बिस्तारै 2 वर्ष त्यो बल गरेँ बिस्तारै अलिअलि। अभियसली त्यो एउटा टाइममा आएको थियो होइन, जहाँ चाहिँ आफ्नै बडी घिनलाग्दो जस्तो भएको थियो कुनै टाइम भनौँ, तर यो टाइममा होइन, यो जुन म अहिले कट भएन होइन, त्यो टाइममा होइन, त्योभन्दा अघिल्लो टाइममा कस्तो लाग्थ्यो। सो भन्थे, अरूले पनि भन्थे कि कस्तो बडी बनाएको यार, छ्या यार जिम गरेर के गरेछ यार भन्थे, तर आई डोन्ट केयर अबाउट द्याट सिट होइन। सो यही हो मैले भन्न खोजेको चाहिँ, कस्तो थिएँ क्या त बेला, मेरो बडी कस्तो थियो, मेरो फेस कस्तो थियो होइन, अहिले मेरो बडी कस्तो हुँदैछ, फेस कस्तो हुँदैछ। सो इट्स अल अबाउट जिम जस्तो लाग्छ मलाई, किन जिमले गरेर नै यहाँसम्म आएँ म। सो एक्सर्साइज जिम होइन, पहिला कस्तो चुवासे थिएँ, अहिले कस्तो जे भए नि हेर्न लायक छु होइन, त्यो आफूलाई पनि धेरै पनि नगरौँ। सो त्यही हो मैले भन्न खोजेको चाहिँ, गो जिम, डु एक्सर्साइज होइन। सो त्यसले हजुरहरूको लाइफ एकदमै धेरै चेन्ज गर्छ। कतिलाई लाग्ला छ्या भन्ने बेला जस्तो लाग्ला, कतिलाई लाग्ला एक्सर्साइज गर्नु, अरू भन्दा नि म जिम मात्र गर्नु भने होइन, तर एक्सर्साइज गर्नु द्याट्स गुड फर यर हेल्थ। एन्ड अब म यही हो, आजको चाहिँ भ्लग नै यस्तै भयो कि जिम। सो मैले सोचेको नि यही थिएँ जिम, किनकि अरू केही छँदा पनि छैन कि जिन्दगीमा होइन, देखाउनलाई त्यो जिम गर। सो यही हो, अलिअलि पानी पनि परिरहेछ, थोरै छिटाइरहेछ, अगाडि यो ऐनामा पानी परिरहेछ। सो त्यही हो, स्टे हेल्दी, स्टे ह्याप्पी होइन। अर्को फेरि पनि म ब्लग चाहियो भने भन्नु होला, म लिएर आउँछु। सो त्यति नै हो अहिलेको लागि, स्टे सेफ, स्टे हेल्दी अनि स्टे गुड। सो द्याट्स अल। मैले दिदीलाई पनि दिइसकेँ, सो म उसलाई पिकअप गरेर लिएर जान्छु। सो बाई बाई।